आज फेरि हाम्रो अगापे चर्चमा मदर्स डेको लागि हामी रेडी गर्दैछौँ है। फेरि आज मदर्स डे मनाउने छौँ। यहाँनिर हाम्रो बाउहरूले कुक गर्दैछ। यहाँनिर अब के अरे बाउहरूले दुःख गर्दैछ। खासै हुन्छ छोराहरूले गर्नुपर्ने, छोरीहरूले गर्नुपर्ने, तर बाउहरूले नै रेडी गर्दैछ हाम्रो चाहिँ। यहाँ हाम्रो जोस प्रमोद दाईले यहाँनिर एकदम मिठो सुप बनाउनु भएको छ आज मदर्सहरूको लागि होइन। कतिजना कुखुराहरू खानुहुन्न, त्यसको लागि चाहिँ उहाँहरूले फेरि दाल पनि सुरु है। यसको चाहिँ के बनाउने हो भाइ? यो सब्जी नै हो। सब्जी नै हो, भेजीको है। है हाम्रो हेड कुक चाहिँ उहाँ हुनुहुन्छ है। हामीले उहाँलाई जहिले सालमा हामीले केही पनि हाम्रो के अरे इभेन्ट्सहरू हुन्छ, हामी साउथ इन्डियाबाट उहाँलाई ल्याउने गर्छौँ। तामिलनाडुबाट। तपाईँले भुट्टी सरले फादर अमलराज चिन्नुभएको होला नि त। उहाँको झन्डै संसार साथी नै हो नि, नजिक छिमेकी होइन? हुन्छ तल बेसमेन्टमा फ्रिजभित्र केक राखिएको छ। दुईजना बाबाहरूले त्यो केक ल्याउने तयारी गर्दै गर्नुहोस्। त्यो गर्दै गर्दाखेरि आज विशेष गरी मदर्स डे भएकोले गर्दाखेरि एप्रिसिएट गर्ने भएका थियौँ अघि, तर अहिले हामी फेरि नानीहरूले गर्दा चाहिँ राम्रो हुन्छ भन्ने कुरा भएर हामी नानीहरूलाई यो समय दिँदैछौँ। विशेष गरी यो समयमा म पावन अन्तदेखि हाम्रो आर्यनलाई अगाडि आउनको लागि म तयारी गर्छु। उहाँहरूले बाबाहरूले स्वागत गर्नुहुन्छ। उहाँहरूलाई त्यो एलिसा र नजमा, म दुईजना नानीहरूलाई पनि बोलाउन चाहन्छु। यी नानीहरूले चाहिँ आफ्नो मम्मीहरूलाई फुल दिएर एप्रिसिएट गर्नेछन्। यहाँ हितोपदेश 31 को 29 पदलाई हामीले हेऱ्यौँ भने यहाँ के पाउँछौँ भन्दा चाहिँ धेरै स्त्रीहरूले उत्तम कुराहरू गर्छन्, तर तिनीहरू सबैलाई धेरै उत्तम कुराहरू गर्छन् ताकि मैले यसो गरेँ, मैले यो कुरा जितेँ, मैले आफ्नो श्रीमानलाई, मेरो छोराछोरीलाई यो ठाउँमा पुर्याएँ भनेर धेरै कुराहरू गर्छन्। तर अर्को पदलाई हामी हेऱ्यौँ भने चाहिँ त्यही हितोपदेशको 31 को 26लाई हेऱ्यौँ भने चाहिँ तिनी बुद्धिमानसँग बोल्छिन् र तिनको जिब्रोमा विश्वासयोग्य उपदेश हुन्छ। आमेन। तर प्रभु पाएकी एउटा कुरो त जहिले पनि बोल्दाखेरि बुद्धिमानसँग होस पुर्याएर बोल्छिन् र तिनको जिब्रोमा विश्वासयोग्य उपदेश हुन्छ। आमा माया छेत्री, त्यस पछाडि पास्टरनी मम्मी जोसना सिन्चोरी। आमाहरू तपाईँहरू यहाँ माथि पुलपिटमा यसरी लाइन लागेर मिलेर बस्नुहोस्। त्यस पछाडि विष्णु गुरुङ आमा, टिका कार्की, विश्वा, नर्मदा शिवा, आज हाम्रो मदर्स डे
सेलिब्रेसन भइरहेछ र यतिखेर मैले यो समयमा एक दुईवटा कुराहरू भन्नुभन्दा अगाडि हामीलाई धेरै पिक्चरहरू पनि आफ्नो परिवारसँग आफ्नो नानीहरूसँग भएको हामीलाई डिस्प्ले फोटोहरू हामीले हेऱ्यौँ त्यसले हामीलाई भावक पनि बनाएको छ कति इम्पोर्टेन्ट छौँ हामी परमेश्वरको राज्यमा हामी एक दोस्रोको परिपूरकहरू हामीहरू त्यस कारणले गर्दाखेरि कति महत्त्वपूर्ण हामीहरू छौँ र यो समयमा भर्खरै मात्रै हिजो अस्तिको दिन बाजी हाम्रो बाउहरूले आज मदर्सहरूको लागि भनेर यो करेला फ्राई गरेर अचार टक अचार यहाँ काँक्राको अचार होइन खिर हाम्रो बाउहरूले आज हाम्रो आमाहरूको लागि चाहिँ पहिला चाहिँ आमाहरूलाई है त्यहाँदेखिको चाहिँ बाउहरूले फेरि यहाँ हाम्रो बाउहरू खसीको सुप होइन कुखुराको लोकल कुखुराको सुप मेरो श्रीमती थाप्दैछ अनि कहाँको साग अरे दाजु यो इलामको साग अनि यो यो पनिर पनिर यो एकदम पन्जाबको पनिर यो आलु गोबी यो फेरि आलु गोबी यता चाउमिन खिर दाल है अनि यहाँ खिर अचारहरू खायो हाम्रो सर्च गर्ने हाम्रो जीवन भाइ डेभिड भाइ अनि हाम्रो के अरे पास्टर प्रमोद अनि जोसेफ हाम्रो भाइ अनि हाम्रो जुवाइँहरू है ए मेरो नाति नि उता उता फेरि होइन ल आज बाउहरूले बनाइदिएको खानापिना कस्तो भएको छ बुहारी होइन दामी छ है ल त्यही ठिक हो बाउहरूले मिठाई बनाउँछ बनाउनु त है यहाँ चाहिँ रसदाना खानेलाई रसदाना अनि कोक खानेलाई कोक यसरी रसदाना रेडी गरिदिएको छ कस्तो बनाएको छ बाबाहरूले बनाएको दामी छ ल खाऊ इन्जोय गर ल है जोसेफ भाइले खतरा भागा भएको छ क्या यो चाहिँ मैले ल डाममा रेस्टुरेन्टमा है ल है मदर्सहरूको लागि आज पकाएर खुवाएर भाइले कस्तो हेर्नु नि टलक्क भागा माझेको छ भाइलाई परमेश्वरले आशिष दिएको होस् है ल गरेर गाडी झऱ्यो त सबै कुरो यो चाहिँ मम्मीको लागि मेरो सिनियर मम्मी यो चाहिँ सिनियर मम्मीको होइन यो चाहिँ जुनियर मम्मीहरू यो चाहिँ अल मम्मीको लागि काटेर खाने होइन र है मेरो आमालाई फेरि उहाँ गएर सेलिब्रेट गर्नुपर्नेछ मदर्स डेको लागि फुलहरू है गाइस यहाँनिर आज चाहिँ हामी आमालाई भेट्न आउँदैछौँ मेरो ठुल्दाहरू अघि आइसक्नु भयो अरे होइन मैले चाहिँ केक ल्याएको छु ह्याप्पी मदर्स डे भनेर लेखेको केक होइन मेरो कान्छा छोरा बढी आमाहरूलाई फुल लिएर आउँदैछ आमाहरू पनि आइपुगेँ म कान्छी बहिनीहरूकोमा ल अब
रेडी आमा भएकोमा पनि आइपुगे अनि रेडी भइसकेछ यहाँ आमा पनि आज मदर्स डे सेलिब्रेटको लागि हामी सबैजना आइपुगेको छ यहाँ साइली भाउजू ठुलाजू बुवा भाउजू कान्छी छोरी कान्छी छोरा बुहारी हाम्रो कान्छी छोरी नातिनी होइन हामी आइपुग्यो अब हामी एकैछिन पछाडि चाहिँ केक काट्नेछौँ आमाको लागि गो ह्याप्पी मदर्स डे लु बजूले पुग्नु हामीले आज चर्चमा पनि अब हाम्रो समग्रमा चाहिँ मनाइयो यहाँ चाहिँ हामी अब हाम्रो फ्यामिली कोही फ्यामिली चर्च जाँदैन कोही फ्यामिली अब हिन्दू कोही फ्यामिली चाहिँ चर्चको भएर दुईपट्टि नै गर्नु मान्नुपर्छ त्यो कारणले यहाँले चाहिँ अब हामी सबैजना मिलेर गरेको आज यसपालि यतिले मात्रै त होला नि दाँत छैन भनेर अम्बो अरे आमाको दाँत छैन भनेर अम्बो खाइदिएको दाँतले धेरै खुवाउनु त हुँदैन अलग्गै छ ल मेरो आमालाई ह्याप्पी मदर्स डे ल आई लभ यु मम्मी यहाँ यो चाहिँ अर्किड हो नि अर्किड अर्किड भन्छ नि यो चाहिँ अर्किड फुल हो अर्किड लो आमा ह्याप्पी मदर्स डे यो फुल लङ टाइम फुल्छ यहाँनिर कोपिला आउँदैछ यहाँ फुल्दैछ होइन यो अर्किड हो यो मम्मीको यसमा बस्छ ल साइली बुहारी र जेठी बुहारीले दस्तुर गर्दैछ ल कान्छी नातिनीको पाला कान्छा नाति ल बोजूलाई ह्याप्पी मदर्स डे ल बोजू ल ल ल ल ल कान्छा नाति जेठा छोराको कान्छा नाति यो पनि यता राख्नु अब चाहिँ लु यो जुनियर मम्मीहरूको पनि ह्याप्पी बर्थडे हुँदैछ यहाँ जुनियर मम्मीहरूलाई ह्याप्पी बर्थडे हुँदैछ अरे यो जुनियर मम्मीहरूको यो चाहिँ फेरि सिनियर यता सिनियर चाहिँ यता हो अरू चाहिँ सब जुनियर मम्मीहरू होइन ल ल है ल जुनियर मम्मीहरू ल ल ल ल आज हामीले अब यो मदर्स डे पनि आजको हामीले दुःख सुख सेलिब्रेट गऱ्यौँ है अब यति नै हो ल ल आजलाई अब यतिमै यो के अरे ह्याप्पी मदर्स डेलाई यही नै हामी ऱ्यापअप गर्छौँ है ल अनि सबैलाई फेरि पनि वन्स एगेन ह्याप्पी मदर्स डे ल है ए मैले ऱ्यापअप गरिसकेको थिएँ भिडियो लो भाउजूलाई लो पनि भाउजू नि आमा हो है लो आमाभन्दा मुनिको चाहिँ भाउजू हो रहेछ नि लो जेठी भाउजू अब साइली भाउजूलाई पनि यता पनि ल मैले त अघि सकेको थिएँ ल ल ल ल थापिँदैन त अब ल ल कान्छी बहिनीले पनि अब मदर्स डे ऱ्यापअप गरे है ल ए हो ल ल र पनि ल आयो मेरो लठुवा छोरा त त्यसका बाजेका
बोजूलाई जयमसी गर ल जयमसी जयमसी ल जयमसी ओए जेठा छोरा पो आयो त हौ जेठा छोराले मदर्सलाई के हो रिङसँग म्याच गर्छ भनेर मेरो जेठा छोराकोबाट है यो चाहिँ मेरो जेठा छोरालाई धेरै धेरै मदर्स डेको धन्यवाद गड ब्लेस यु अलवेज यु वेलकम थ्याङ्क यू जेठा छोराले नेकलेस किन्दै थिएँ आमाको लागि मदर्स डेको लागि खोलेर हेरौँ त के रहेछ रिकर्ड गर्नु छ होइन यार गोल्ड जस्तो होइन हौ घाँटीमा गोल्डै छ अब के गर्नु जे भए पनि हेरौँ न त के ल्याइदिएछ त मम्मीलाई ल्याइदिएको गिफ्ट भनेको गिफ्टै हुन्छ क्या कम्तीको भए पनि होइन हेरौँ त अब आमाले खोल्नु पनि जान्दैन के गर्नु त यिनीहरूले कसरी गर्छ उल्टा भएको छ होला कसरी हाल्दैछ हौ आमाको लागि रियल डायमन्ड त डायमन्ड हो त ल्याबमा बनाएको डायमन्ड हो कि सर्टिफिकेसन यहाँ छ है लाइफ टाइम वारेन्टी पनि छ त्यसको लागि कहिले डायमन्डहरू केही फल आउट भयो कि यो बिग्रियो कि क्लिन गर्नु पर्यो कि मैला भयो भने सबै यो लाइफ टाइमको लागि गरिदिन्छ यिनीहरूले डायमन्डहरू फल भयो भने उनीहरूले प्रोटेक्सन प्लान पनि राखेको नराखेको भयो भने हुन्छ नि प्रोटेक्सन क्लिनिङको लागि पनि सबैको लागि गरिदिँदो रह नि त $50 मात्रै हेरे चालु ल मम्मी भेरी भेरी ह्याप्पी भयो लाइफ टाइमको लागि मात्रै मेरो छोराकोबाट गिफ्ट यस्तो स्पेसल गिफ्ट आउँदाखेरि चाहिँ अनि मम्मी अरे। ल ल जेठा छोराकोबाट उयो चाहिँ मदर्स डेको जेठा छोराकोबाट गिफ्ट है लु अर्को पनि छ अर्को पनि छ लास्ट Oh my God. One by one निस्किन्छ त गिफ्ट त अनि वाउ आमाको लागि यो चाहिँ लास्ट है लास्ट अब हेट, के भन्छ अब टेका माथिको हो नि बाथरुम जानुको लागि मात्रै जान्छ होला अर्को यसपालि चाहिँ जेठा छोराले जे होस् मम्मीलाई छोराले गिफ्ट सरप्राइज त्यही कारणले मैले यहाँनिर आज बाँधेकै यिनीहरूले भिडियो बनाइराखेको छु होइन र आज जेठा छोरा धेरै टाढोबाट आइराखेको छ आज गिफ्ट दिनको लागि गिफ्ट दिनको लागि जे होस् ठिकै छ आमाहरूको लागि त आउनु भयो नि आमाको लागि त आउनुपर्छ ओह, ड्याडीको लागि पनि आउने हो कि नआउने हो त्यो चाहिँ थाहा छैन। खोलेर हेरौँ बाउको लागि नआइन्छ नि आयो भने ठिकै छ जेठा छोराले के चाहिँ ल्याइदियो नि गिफ्ट यस्तो के किन्नु भइरहेको थियो आमाको साडी पनि यस्तै खालको कलर छ भनेर किनेर नि ल साडीसँग म्याच ल। हुन्छ भनेर सो नाइस ल मेरो साडीमा ठिक्कै मेरो जेठा छोराले कहिले देखेको त्यो साडी लगाएको फेरि के पिर्पल कस्तो खालको पिर्पल पिर्पलले पिक गरिदिएको जेठा छोराकोबाट मदर्स डेको गिफ्ट चाहिँ खतरा छ है मेरो खतरा आयो खतरा आयो यसपालि चाहिँ खतरा आयो ल ट्याग चाहिँ फ्याक्नु है थ्याङ्क यू सो मच ट्याग पनि पो छोडिदिएको ल ल अब लास्ट अब यो चाहिँ घरमा जेठा छोरा अलिक परबाट आएको थियो आमालाई गिफ्ट बुहारीले चुज गरेको यो चाहिँ बुहारी छोरा बुहारी दुईजनाले काम गरेको थियो त्यो भएर होला जस्तो लाग्यो हो र एक्सपेन्सिभ थियो ल मेरो छोराले त ल। पहिला नि नेकलेस दिएको नि मम्मीलाई ल नाइस ल मम्मी अब छोरालाई धन्यवाद दे कान्छा र ओइ मनिष मौसमी आइज एकछिन त्यो खोल्नु भयो कि त्यो त ठुलो होइन नि त मौसमी मान्छेहरू ल आइज छोरी यहाँ ल तिनजनाको लास्ट पिक्चर यहाँनिर ब्याग पनि छ नचलाएको बेला ब्यागमा पनि हाल्नु पर्छ ल यहाँ आइज लु कान्छी छोरी यहाँ बस दादा कान्छी छोरी मनिष पनि आइज मनिष यहाँ आइज न हौ त्यसको लागि ब्याग मेकेश दादाले त यो डायमन्डको म यहाँ ए देखिस् भाइ डिस्काउन्टमा थियो कि त्यो त ल मनिष आइज पिक्चर गर्न आइज त लु ओइ ल ह्याप्पी ल मदर्स डे ह्याप्पी मदर्स डे ल गाइस countdown or what? भिडियो गरिरहेको त भाले
ल आजको यो मदर्स डे भिडियोलाई चाहिँ म यहीँ ऱ्यापअप गर्न चाहन्छु। सबैले आफ्नो आमा बाउलाई आमालाई खुसी राख्नु होला है। आमाहरूले भनेको कुरामा के अरे हरेक कुराहरूलाई मान्नु होला, आमाहरूलाई माया गर्नु होला भन्न चाहन्छु। मदर भनेको मदर हो क्या है। ल थ्याङ्क यू। यो भिडियोलाई चाहिँ हेरिदिनु होला, मन परे सेयर पनि गरिदिनु, लाइक पनि गरिदिनु होला है। यो मैले हुन चाहिँ यो भिडियो बनाउनु धेरै टाइम लाग्छ, तर लाइक गर्नु त कति टाइम लाग्दैन नि है, 2 सेकेन्ड पनि लाग्दैन। गरिदिनु भयो भने एकदमै म तपाईँहरूमाथि आभारी रहनेछु है। थ्याङ्क यू।